हिजो आज सबैको भनाइ एउटै सुन्छु, जसले चाहिँ फेसबुकमा पोस्टहरू गरिरहेका हुन्छन्। उनीहरूले भन्ने गरेका छन् कि आजभोलि त मेरो पोस्टहरूमा भ्युजै आउँदैन र इङ्गेजमेन्ट रिचहरू बढिरहेको छैन, फलोवर्सहरू पनि गेन भइरहेको छैन भन्ने सुन्छु। वास्तवमा भ्युज के हो, रिच के हो र इङ्गेजमेन्ट के हो, आजको भिडियोमा हुनेछ। स्वागत छ तपाईँहरूलाई मेरो फेसबुक पेज ग्रिन भ्याली नर्सरी मुलुकीमा। यस पेजमा तपाईँले सम्पूर्ण जरबेरा फुल खेती सम्बन्धी जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ भने हप्ताको एकचोटि चाहिँ सामाजिक सञ्जालहरूमा देखिएका चासोका विषयहरूलाई लिएर भिडियो बनाउने गरिरहेको छु, विशेष गरेर फेसबुक सम्बन्धी र फेसबुकमा नयाँ नयाँ हुनेहरूको लागि। केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हेरिरहेको थिएँ, जसमा चाहिँ कसैले भनिरहेको थियो कि आफ्नै भिडियोलाई पटक पटक हेरेमा इङ्गेजमेन्ट घट्दो रहेछ भनेर भनिरहेको थियो। वास्तवमा भ्युज के हो, रिच के हो, इङ्गेजमेन्ट के हो, आजको भिडियोमा हुनेछ। भ्युज भन्नाले चाहिँ तपाईँको पोस्ट वा तपाईँको भिडियो वा तपाईँको स्टोरीलाई चाहिँ कति पटक हेऱ्यो भन्ने बुझिन्छ र तपाईँको पोस्टमा वा भिडियोमा 2000 भ्युज आएको छ भनेदेखिलाई चाहिँ 2000 पटक हेऱ्यो भन्ने बुझिन्छ र एउटै मानिसले पटक पटक हेऱ्यो भने पनि त्यो भ्युज काउन्ट हुन सक्छ है त। रिच भन्नाले चाहिँ तपाईँको पोस्ट चाहिँ तपाईँको कन्टेन्ट चाहिँ कति मानिस कहाँ पुग्यो भन्ने बुझिन्छ, कति मानिसहरूले देख्यो भन्ने बुझिन्छ र तपाईँको पोस्टमा 500 रिच आएको छ भनेदेखि चाहिँ 500 जना फरक फरक मानिसहरूले देखे भन्ने बुझिन्छ। इङ्गेजमेन्ट भन्नाले चाहिँ तपाईँको पोस्टमा कतिजना मानिसहरूले सक्रियता जनाए भन्ने बुझिन्छ, अर्थात् लाइक, कमेन्ट, सेयर, क्लिक होइन, यस्तै प्रकारले सेभ गरे भन्ने बुझिन्छ। र साधारण भाषामा भन्नुपर्दा भ्युज भन्नाले कति पटक हेऱ्यो भन्ने बुझिन्छ र रिच भन्नाले चाहिँ कति फरक फरक मानिसहरूले देखे पनि बुझिन्छ। इङ्गेजमेन्ट भन्नाले चाहिँ कति मानिसहरूले प्रतिक्रिया जनाए भन्ने बुझिन्छ। भिडियो के कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला। प्रथमचोटि हेर्दै हुनुहुन्छ भनेदेखिलाई पेजलाई फलो गरिदिनुहोस् होला र आजलाई यति नै। आउँदो दिनमा फरक भिडियो लिएर आउनेछु।